सो हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ र तपाईँले अगाडिको भिडियो हेरिसक्नुभयो, युनिभर्सिटीको बारेमा बुझिसक्नुभयो, अर्निङ गर्ने म्याथडहरू बुझिसक्नुभयो भने तपाईँ यो भिडियोमा चाहिँ म तपाईँलाई सिकाउनेवाला छु कि युनिभर्सिटीमा एकाउन्ट कसरी क्रिएट गर्ने, सेल्फ एकाउन्ट कसरी क्रिएट गर्ने र विथ 30% डिस्काउन्ट है। तपाईँले डाइरेक्ट किन जानुहुन्छ भने महँगो परेर जान्छ। 30% डिस्काउन्टवाला एकाउन्ट कसरी क्रिएट गर्ने, कसरी मसँग जोडिने र कसरी हाम्रो कम्युनिटीको एक्सेस पाउने, कसरी 5 डेजको एडभान्स ट्रेनिङ पाउने, त्यसको बारेमा हामी डिटेलमा बुझ्नेवाला छौँ। र मैले व्हाट्सएप नम्बर प्रोभाइड गरिदिनेवाला छु। त्यो व्हाट्सएप नम्बरमा मलाई मेसेज गर्नु होला, जसलाई पनि अनलाइनबाट अर्न गर्नु छ, राम्रो इन्कम बिल्ड गर्नु छ। र एकाउन्ट क्रिएट गर्ने बित्तिकै मलाई व्हाट्सएपमा एकाउन्ट क्रिएट गरेको आफ्नो लगइन भएको चाहिँ मलाई स्क्रिनसट पठाउनु होला। म तपाईँलाई कम्युनिटीको एक्सेस, मेरो पर्सनल मेन्टरसिप, मैले जानेको कुराहरू, हाम्रो कम्पनीले प्रोभाइड गर्ने सबै ट्रेनिङ एक्सेसहरू फ्री अफ कस्टमा हुनेवाला छ। फ्री अफ कस्ट जो तपाईँले एकाउन्ट क्रिएट गरिसकेपछि मात्रै पाउनु हुनेवाला छ। सो अब चाहिँ हामी एकाउन्ट कसरी क्रिएट गर्ने त्यसमा जान्छौँ। सो गाइज, अब चाहिँ म तपाईँलाई सिकाउनेवाला छु कि एसआरके युनिभर्सिटीमा एकाउन्ट कसरी क्रिएट गर्ने भनेर स्टेप बाई स्टेप गाइड गर्नेवाला छु। र अहिले चाहिँ म स्ट्यान्डर्ड प्याकेजको आइडी क्रिएट गर्दैछु र तपाईँले यसरी नै जुनसुकै प्याकेज पनि स्टार्ट गर्न सक्नुहुन्छ। बेसिक, प्रिमियम, प्रो, स्ट्यान्डर्ड, एनी है। सो सबैजना फर्स्टमा चाहिँ तपाईँले राम लेख्नु, मैले चाहिँ फर्स्ट नेममा राम लेखिदिएँ इक्जाम्पलको लागि, र लास्ट नेममा रेग्मी लेखिदिएको छु। र तपाईँले यहाँ एउटा चाहिँ जिमेल हान्नुपर्ने हुन्छ। तपाईँको एउटा राइट जिमेल हान्नु होला, रङ जिमेल चाहिँ नहान्नु होला। सो यो जिमेल हानिसक्यो भने तपाईँले यहाँ एउटा पासवर्ड राख्नु होला, अनि कन्फर्म पासवर्ड राख्नु होला, अनि यहाँ चाहिँ कन्ट्रीमा चाहिँ आफ्नो नेपाल राखिदिनु होला। र अब डेट अफ बर्थमा चाहिँ तपाईँको आफ्नो रियल डेट अफ बर्थ, जन्म दर्ताको डेट अफ बर्थ राख्नु होला तपाईँले। सो म चाहिँ एउटा डेट अफ बर्थ राखिदिन्छु नर्मल्ली है। सो नर्मल्ली चाहिँ म एउटा डेट अफ बर्थ राखिदिनेवाला छु अब, जसमा चाहिँ एउटा नर्मल डेट अफ बर्थ राखिदिएँ मैले। नर्मल डेट अफ बर्थ राखिदिएँ। अब यसपछि तपाईँले यहाँ मोबाइल नम्बर, अब मोबाइल नम्बरमा तपाईँले जे राख्दा भन्छु कि एउटा आफ्नो मोबाइल नम्बर राख्नु होला। सो मैले चाहिँ एउटा मोबाइल नम्बर राखिदिएँ। यहाँनिर चाहिँ मिस्टेक भएको रहेछ। एउटा मोबाइल नम्बर राखिदिएँ र जेन्डरमा तपाईँ मेल हो भने मेल, फिमेल हो भने फिमेल राख्नु होला। र प्रोमो कोड, यो चाहिँ कोड मिस गर्नु होला है। यो प्रोमो कोड मिस गर्नुभयो भने एउटा डिसएडभान्टेज के हुन्छ भने जुन एमाउन्ट यहाँ देखिराख्नु हुन्छ त्यो एमाउन्ट पे गर्नुपर्ने हुन्छ तपाईँले। सो यो प्रोमो कोड हालेपछि डिस्काउन्ट हुन्छ है। सो यो कुरालाई चाहिँ नबिर्सिनु। अनि अर्को कुरा छुट्नै नहुने, यो सिलेक्ट पर्पोज भन्ने ठाउँमा स्टडी होइन एफिलिएट लेख्नु होला है। सबैजनाले एफिलिएट, स्टडी चाहिँ नलेख्नु होला, किनकि एफिलिएट स्टडी राख्नुभयो भने तपाईँले त्यो ट्रेनिङहरू त्यो पाउनुहुन्न। अब यहाँ डिस्काउन्ट भइसक्यो, डिस्काउन्ट भएर 3000 आइसक्यो। आई एग्री विथ टर्म्स एन्ड कन्डिसन भनेर प्रोसेस टु पेमेन्ट गरिदिने होइन। सो यो गर्ने बित्तिकै तपाईँले कुनदेखि पेमेन्ट गर्ने, क्युआर विथ पेमेन्ट गरेपछि अब तपाईँले यहाँनिर पाउनुहुन्छ, यहाँनिर तपाईँले के पेमेन्ट गर्ने पाउनुहुन्छ। यसमा तपाईँले स्क्रिनसट लगेर जुन प्याकेजको लागि त्यो एमाउन्ट पे गरेर अब तपाईँले त्यसपछि यहाँनिर चाहिँ तपाईँले अपलोड पेमेन्ट मेथड भन्ने हुन्छ। यसमा तपाईँले अपलोड गर्नु होला। अनि त्यसपछि कुन मेथडदेखि तपाईँले जस्तै मैले ब्याङ्कबाट गरेँ, ब्याङ्कबाट छ भने ब्याङ्क राखिदिनु होला, इसियाबाट छ भने इसिया, खल्ती छ भने खल्ती। र ट्रान्जेक्सन आइडीमा चाहिँ तपाईँको त्यो पेमेन्टको स्क्रिनसटमा ट्रान्जेक्सन आइडी चाहिँ हुन्छ, तर त्यो ट्रान्जेक्सन कोड भन्दा पनि तल एउटा अर्को कोड हुन्छ, त्यो कोड हान्नु होला। अब यो बारेमा थाहा छैन भने तपाईँले एकचोटि ट्रान्जेक्सन कोड हानेरै ट्राई गर्नु होला, र म तपाईँलाई कन्ट्याक्ट गर्नेछु अथवा मलाई तपाईँ कन्ट्याक्ट गर्नु होला। त्यसपछि चाहिँ हामीले तपाईँको एकाउन्ट प्रोसेस गरिदिनेछौँ। होप सबैजनाले यो भिडियो बुझ्नुभयो र एकाउन्ट क्रिएसन पनि बुझ्नुभयो। र सबैजनाले वेलकम छ हाम्रो युनिभर्सिटीमा, जहाँबाट तपाईँले हामी सिकाउनेछौँ डिजिटल स्किल्सहरू। सबैजनालाई हामी ट्रेनिङमा भेट्नेछौँ। होप गाइस सबैजनाले मलाई ट्रेनिङमा भेट्नु होला।